के छोरासँग बोल्नु हो के भन्नु हो पैसा कमाइ छ अरे के पैसा मैले दिन्छु यार सबै कति कमाइ छ अरे भन त केटीले भाइ कति कमाइ छ फेरि राखी हेरि नि हैन यति करोड यति लाख यति कमाउँछ भने उसले भने हेरि नि त तिमीलाई सरकारको पैसाको के आशा भयो त नि पैसा पछि दौडिन्छ नि अनि पैसा पछि नौडे कसो बुझी पैसा दौडेको त्यो पैसाको पैसा दौडे त अरू केको पैसा दौडिया त नि छोरो छ बुढी छ अनि त्यो पैसा दिन्छ धन कमाउँछ भनेर पछि राख त न किन कमाउनु त किन पछि लाग्नु पर्छ नि बुढो छ होला धुत्न बोली धुत्ने ओली पैसा धुत्छे पछि पैसा धुत्न हो कि कति खाले हो के हो बोल्ने कुरा बोल्नु छैन नबोल्ने कुरा केही बोल्दैन भने के बोलेको अहिले बोल्दै बा मजाले कमाएको धुत्ने चुसेर हिँड्ने हो कि यति पैसा कमाएको छु यति लाख कमाएको छु यति करोड कमाएको छु मैले यति कमाएको छु मैले कमाएको त तपाईकै बुहारीलाई पठाएको छु त पठाएको त नि माने त नि मैले पठाएको त नि कति कमाइ छ के रहेछ त्यसको भविष्यलाई कति पैसा कमाएर रहेछ हाम्रो के छ को छ कति खाले छ त्यसै भन्दै जिन्दगी बिताउने बाबु 2 दिनको राम्रो होइन मेरो छोरो बुझा सुझा नबुझ्ने छैन 30-32 वर्ष कसलाई दाइलाई भाउजूले दिवस दिने अरे हो मलाई भनेको नदिनी कसलाई पवित्र दिवस दिने के गल्तीले दिने कसरी दिन्छ नि दिवस के भने दिवस दिन्छ नि पवित्रले त्यो अहिलेको केटा बोली फोन गर्यो भनेर बिजी देखाएर ए त्यसले त्यो उरे बोल्या त के अरे त उसमा गएर जति बोल्ला खाने नि अनि को तिमी के हो भन अरे अहिले मर्नु थर्काइदिएछु मैले अब तिमी केटीसँग बोल्ने तिमी म त छोडिदिन्छु अनि ऊ यसो के अरे के भन्छ नि फोन आउँछ नि त ऊ हरा के भएर के बिही देखाउँछ अनि तँ बोलेर तँ छोडिदिन्छु अनि तँ तिम्रो तँ म सुन्न सक्दिनँ म केही पनि सुन्न सक्दिनँ हाम्रो इज्जत कहाँ छ छोरो तिमीले राम्रोसँग के भन्छन् सबले के भन्छन् कसो गर्छन् हाम्रो इज्जत कति राम्रो छ खानदान कति राम्रो छ अब बाउको पालादेखि डमौलिया घर किनेर कति राम्रो गरे रामले यस्तो प्रगति गरे छोरा छ बुढीको ठाउँ बुढी छ सम्झेर बसी छ अनि त किन बौलाको भन्छ मलाई रामु किन छट्टाको त बाँच्नै सक्दिनँ भन्छ अर्को केटी छ दिवस दिन्छु अरे के गर्छु अरे को गर्छु अरे के भनेको त बोल्ने कुरा त बोलिहाल्छ नि अब ऊ आउँछ मिस्टेक आउँछ नम्बर आउँछ मलाई फोन नगर भनेर अहिले मैले बोलेको मैले मारिकिन थर्काइदिएको छु मैले त किन बोलेको जति डिलिट गरेँ यो केटाले फोन गर्छ हेर्नु न मैले त त्यही केटासँग ला त मलाई किन बोल भनेर भन्थ्यो त हाम्रो बुहारीले मलाई थर्का मुर गाडी नगर्नु फेरि घरै नआउला ल ल ल ल किन घर नआउने नि उतै वहीँ बसे घरदम गरेर बस्यो नि गर्ने कहाँको घरदम गर्ने अनि त्यस्तो राम्रो सल्लाह गर्छु भन्ने नि उताबाट बोकेर ल्याएर कता राख्ने कि के थाहा नि यहाँ सल्लाह आएर भने होइन अहिले उताबाट ल्याएर कता राख्ने हो के थाहा फेरि हामीले सल्लाह गर्छु भन्ने अनि आउँदाखेरि आफै सरप्राइज दिने अरे कति खाले के हो बा बिहारे केटी हो कस्तो हो के हो भोलि ए तँलाई छोड्दिनँ तेरो दे त तेरो बाप परिवारलाई तँलाई 1 रुपियाँ नपठा भनेर समात्ने हो कि सरकार जाहेर छैन अगाडि पछाडि सबै हेर है छोरो मैले राम्रोसँग भनेको छु मेरो छोरो मेरो बाबु पछाडि हेर अगाडि मात्रै हेरेर हुँदैन है सानो पछिलाई सोच्नुपर्छ अगाडि मात्रै भाग अहिले मैले मासु रात पकाएर अचार तरकारी कति मिठो आम्मा खाने पछाडि हेर्दै अनि ऊ अब त राम्रो हुँदैन बाबु अघि पछि हेर राम्रोसँग मेरो बाबु मैले राम्रोसँग भनेको छु मलाई भात खानु पनि लागेन मलाई त के हो के भयो के जस्तो भयो मलाई कहाँ झस्याङ्ग रुखाड खसी जस्तो भएको छु बाबु म तिमीले के भने यौ फोन गर्छन् केटाले नि फोन गर्छन् केटीले नि फोन गर्छन् फोन नगर्ने होइन मिस्टेक नम्बर आउँछ मैले फोन गरेर थर्काएर 2 महिनासम्म म बुढी कपाल फुल्या मेरो भाइ हेर त मेरो कपाल फुल्या भनेको छु मैले म बुढी आमा मेरो छोरा छन् 15 नाति छन् भनेको होइन तपाईँको बोली त साह्रै मिठो लाग्यो मलाई त तपाईँसँग म त बोलिरहन्छु भनिदिन्छ ल कहाँको मुर्दार त रन्डीको छोरो मेरो छोरा फोन गर्थेँ मेरो बाबु छ आर्मी पिजी पकाएर ठुलो छोरो छोरी लाउरे छ छोरो लाउरे छ बुहारी छ मेरो कतिखान टनाछन् मरेको मलाई किनेछु भनेको 4 महिना बल्ल फोन गरेर छोडेको त्यसले मलाई थाहा
नम्बर जान्ने उठाउँछु होला भन्छु तपाईँलाई फोन गर मलाई फोन गरेको त नि अन्त नि हामी भर्कीलाई गर्दैन नि त भर्कालाई पनि गर्छन् ल ल खानसाना फोन गर्छु राम्रो गरेर मलाई नि फोन गर्दैन फोन त केटीको फोन आइसक्यो त्यसलाई फोन त गरे फोन आएपछि के भने ल ल ल बोला बोला पेटभरि बोल्न पाइन्छ ल बोला केटीको फोन आएर भन्छ क्या भाइले मलाई के थाहा होला पक्कै होइन होइन ल ल राम्रोसँग गर अर्थ म केही पनि जान्दिनँ तिम्रो यति राम्रो भयो बाबु यतिखेर बुढो भनिदिनु हाँदिनु न फेरि मम्मी अझै खुलेर हान होइन त्यो हो कि होइन भन्न यहाँ देवर बाबु अनि म अनि हजुरको छोरा के भन्न मन लाग्दैन अरे यस्तो नराम्रोहरू बोल्न मन लाग्दैन भन्न मन लाग्दैन मलाई सिकाएर यहाँ हिजोदेखि फकाफकै छ नि नार्थे अघि कि केटीसँग बोलेको भन्ने थियो नि होइन कि हामी प्र्याङ गरे हो छोरो कसैसँग पनि बोल्नु भएन मैले भन्न लाग्यो यो भन्नु भनेर बल्ल खुसी हुनुभयो ए बाबु म रोको कति ए छोरो म रोको कति मेरो बाबु मेरो राम छोरो के थाहा अब केटीसँग म उयस गर्छु म लिएर आउँछु अब बुहारी रोइरहेछ पकाउनु परेन मैले अनि केटासँग बोल्यो कोरिया केटाले बोल्यो 5 जना फोन गरेको त्यो पनि प्र्याङ हो मेरो केटाको फोन आएको भनेको पनि त्यही प्र्याङ हो यामा म त रोको म त भाते खाएन होइन आन्न जब फोन आन्ने बोल्छु कि बोल्छु भन्छु अनि